हेलो गाइज, वेलकम ब्याक अगेन। चाहिँ हामी बाहिर जाँदैछौँ अनि आउनुहुन्छ अल टाइम मेरो मोडल। अनि आज हामी चाहिँ कुन पार्कको सुस्मिता? रिग्रेट सरी ल, रिजन पार्कको। अनि त्यहाँबाट चाहिँ साथीहरू अझै 2-3जना आउँदैछ। हामी चाहिँ यहाँबाट 2जना जाँदैछौँ। अहिले हामी बाटोमा छ। आजको मौसम, आजको वेदर चाहिँ दामी भएको छ जियोस्। अनि यहाँ हुनुहुन्छ खानेकुरा हाम्रो सुस्मिता, पकौडा अनि चाउमिन अनि चटपटीको लागि हल्का सामान। अरू चाहिँ साथीहरू ल्याउँदैछ। गाडीले छोड्छ होला सुस्मिता, 7 मिनट मात्रै थियो। यहाँबाट हाम्रो चाहिँ 2टा गाडी चेन्ज गरेर जानुपर्ने हुन्छ। बाहिरबाट देखाउँ, यहाँबाट अगाडिबाट देखाउँ भनेको म बस्न पाएन, मान्छे बसिरहेको रहेछ। त्यही भएर यहीँबाट हेर्नु होला सबैजनाले, दृश्यमान गर्नु होला। हामी चाहिँ गाडी चढेर जाँदैछौँ, बस चढेर। थाक्यो अघि बिर्सेछ खासमा मैले बनाउँछु भनेको चाहिँ, किनभने मैले ट्याप चाहिँ फोनबाट गर्नुपर्छ नि त। लन्डनमा यस्तो राम्रो वेदर छ। यो चाहिँ लिभरपुल स्ट्रिट होला। म बाहिर गएर देखाउन नसके नि, म यहाँ बसबाटै देखाउँछु सबैजनालाई। के गर्नु सुस्मिता, यो कम्पनीमा कहिले जाने काम गर्नु? हामी कहिले आउँछ? अब 1-2 महिना ल। यो चाहिँ सायद कति पुरानो होला है। हामी चाहिँ अहिले झऱ्यौँ, बसबाट झरेको। अनि टक्क कस्तो राम्रो फ्लावर्स या हजुर। ओ वाउ, यहाँ त जताततै कति राम्रो फ्लावर्स के, कति राम्रो छ हेर्नु, कस्तो राम्रो देखेको नि कि। यस्तै छ हाम्रो जाने। अब हाम्रो पार्क आयो, हामी रेजेन्ट पार्क चाहिँ यहाँ छ। तर यो ठाउँ राम्रो रहेछ, उतातिर ब्रिटिस फेरि प्लस धेरै छ यतातिर घुम्नुको लागि रहेछ। आउनुपर्ने ठाउँ रहेछ यता पनि। यहाँभित्रको म एक्सप्लोर गराउँछु। हरियो झन्झट भइसक्यो। के कत्रो बेर पर्खिनु पर्ने हो। रिग्रेट पार्क आएर रिग्रेट हुँदा। बल्यो। अब हामी चाहिँ जाने। हामी चाहिँ एकदम अनुशासित, के भन्छ होइन, अब नेपालीमा के भन्छ त्यो, देश भक्ति होइन, देश प्रेमी के भन्छ त्यसलाई, त्यो व्यक्ति हो क्या। ओ यहाँ त रातो बनिरहेको रहेछ, जुन छिटो उडायो सुस्मिता, उडायो झन्डै। रेजेन्ट पार्क यही नै हो। हामी कहाँ छौँ? इन्ट्रान्स कहाँ छौँ? अब यो म्याप हेर्नु त कसरी जान्नु। हामी जाँदैछौँ अब। ओ वाउ, कसले भन्छ जापानमा मात्रै छ, लन्डनमा पनि त्यो फ्लावर फुल छ है। यहाँ मोमो रेजेन्ट पार्कको फ्लावर्सहरू चाहिँ ल। इन्ट्रान्समा यस्तो दामी रहेछ। तपाईँहरूलाई म सानो फ्लावर देखाउँछु। यहाँ यति धेरै हुन्छ यस्तो फ्लावर। यसलाई के भन्छ होला नि? यसको नाम के छ मलाई पनि थाहा छैन। राम्रो फ्लावर उहाँले क्रिएट गर्नुभएको ल त्यो चाहिँ। मान्छेहरू चाहिँ यति धेरै आउँदो रहेछ कि यहाँ। उयोहरू जिम गर्दैछ। वाउ, मार्छ होला क्या मैले भिडियो गर्दाखेरि चाहिँ। गाइस म देखाइदिन्छु। फ्ल्याग चाहिँ हान्नुभएको होइन, म यत्तिकै जानुपर्छ है। मेरो साथीहरू चाहिँ बल्ल ऊ परबाट हामीलाई लिन आउँदैछ। 2जना चाहिँ हाम्रै साथी हो, 1जना चाहिँ साथीको रुममेट हो। कस्तो कालो देख्यो त हौ। हाई पनि गर्दैन तिनीहरूले, चिनेर।
हेलो गाइज अब म झोलामा लगाएर लान्छु होला हौ मान्छेहरूको भिड हजुर हामी भेट्यौँ कि अब सबैले आफ्नो खानाहरू निकाल्ने यता कपाल कोर्नुमा बिजी लक्ष्मी निकाल न लक्ष्मीको भा त्यही बनाउँदैछु यो चटपटे वाउ ल म चाहिँ नदेखो ल यो चाहिँ लेमनको लेमनको यो हाम्रो चाहिँ चटपटे छ भने पनि छ त्यसमा वाउ अनि यो चाहिँ भात लिएर आएको प्योर खाना ल्याएछ उसले चाहिँ ल चटपटेको लागि चाहिँ हाम्रो यहाँ छ के छ भन्दाखेरि चाहिँ यो भुजा लिएर आएको दुईवटा चाउचाउ यो चाहिँ नेपाली चक्लेट नेपाली चाउचाउ अनि यो चाहिँ खोर्सानी यो चाहिँ भुजा हो लासा चाहिँ केमा बनाउनु यसैमा ओके यो त यो हाम्रो छ यो चप छ पुग्छ अबे पुग्छ मजाले ओइ वाइमै हो ओ वाउ तीनजना अगाउँछन् यो चाहिँ चाउमिन हो अब सुमित्राको पालो प्लास्टिक छ जज नगर ल कति राम्रो म राम्रो निकाल्दिन्छु सबभन्दा फर्स्ट मेरो यो कामबाट लिएको चकलेट छ ओ वाउ सुस्मिता टडो अनि यो चाहिँ पाउ हो गाइस यो फ्रुट्समा एप्पल ल्याएको छु ओ वाउ अनि यो चाहिँ मेरो करेन्ट यो चाहिँ आजको हाम्रो खाना यो दामी रहेछ कस्तो राम्रो लुक्स रहेछ है अब हामी खाने है त्यो चाहिँ बनाएको मैले ल्याएको छु अलिअलि के चाहिँ के भएको मेरो ए टिस्यु हो सबैले त्यही गरेछ यही ल्याएको थिएँ नि त मोलले के छैन जस्तो ड्राई भएको नि ड्राई के पुगेन टमाटो पुगेन तेल पुगेन क्या तेल यो चाहिँ हाम्रो आजको खाना आज कई दिनों बाद मुझे पहली बार सही खाना मिलने वाला है मगर मुझे डर है कि कहीं मेरा खाना छीनने बिन बुलाए मेहमान यहाँ ना आ जाएं। नखाइकन यो चाहिँ के एउटा स्न्याप त पठाउनु पर्यो नि अझ हामी सबै खाइसक्यौँ प्याकिङ हुँदैछ सबै खाँदैन भुडी छोप्दै बस्दै हुन्छ हुँदैन भुडी छोपेको हामी सक्दो कोसिस गर्छौँ भयो यत्रो डिटेलमा त यो चराहरूले खाइदिन्छ हौ केही हुँदैन साँच्ची मुरै छोडिदेऊ चराले खान्छ यहाँ त केही खानेकुरा दिनु हुँदैन अरे नि भन्छन् नि त हो र हामीले दिएको होइन हामीले दिएको होइन झरेको आफै खोज्दै खान्छ नि त त्यही त अलिकति मेहनत गरौँ न कति अल्छी यो चाहिँ मैले कस्तो मजाले यहाँ भेटाएँ ब्लर आयो फेरि यहाँ अब चाहिँ हामी खाइसक्यौँ अब पचाउनु जाने हो पछि हेर न पछि कस्तो मेमोरी हुन्छ होइन पछि म खालि कहिले काहीँ नि हेर्छु क्या पहिलेको 2-3 वर्षको हेर्नु कति मजा आउँछ आफूलाई हेर्नुलाई क्या यही हो रिजेन्ट पार्क तिमीले के लेख्दै थाहा छ रिग्रेट पार्क म चाहिँ अनि सुस्मितालाई कुन पार्क अरे दीक्षिता भन्नु रिग्रेट पार्क भनेको के को रिजन होला नि भन्नु होइन सुमिताले रिग्रेट लेखेको छ त्यो मैले टाइपिङ मिस्टेक त्यही त अटो उयसमा हुँदाखेरि होला होइन दुईजना चाहिँ फोहोर पाकेर आउनु हुँदैछ हामीले खाएको भिडियो त हाम्रै हुँदैछ कस्तो राम्रो सुमिता त झन् तिमी त ओइ तिम्रो त सेन्टेला कि सेनेटेला हो त्यसको पुरा सिनरेला कसैले रिभ्यू माग्दै हुनुहुन्छ भने प्लिज उहाँको फेस हेर्नु होला यस्तो ग्लो
साँच्ची तिमी त कस्तो ग्लो आएको यहाँ हेर्नु सुस्मिता ऊ हेर्नु ऊ उहाँ ग्लो गर्नुभएको छ रिभ्यू चाहिँ है साँच्ची अहिले चाहिँ हाम्रो फोटो सेसन चलिरहेछ यसको लागि हामी हिँड्दैछौँ बाटोमा छौँ मान्छे के साह्रो आज के साह्रो आएको तर यो पार्क ठुलो भएर होला कति धेरै मान्छे यहाँ त फेरि बाटो पनि रहेछ नि त जिब्रा क्रस हो कि यसमा त लेट्स गो हामी टोइलेट आएको टोइलेटको लन्डनको टोइलेटमा पनि यसरी पैसा तिरेर जानुपर्छ अनि मात्र इन्ट्री हुन्छ भयो म गरेर देखाइदिन्छु पक्कै सुस्मिताले गरेर देखाउनुहुन्छ सुमित्राले गरेर देखाउँछ यस्तो गर्ने ट्याप गर्ने यस डन यु क्यान गो नाउ सुमित्रा बाई बाई सुमित्रा ओस थ्याङ्क यू ल यो चाहिँ रिजन पार्कको हामी 10 मिनट्सको अन्तराल हिँडेपछि यो यस्तो राम्रो भ्यू देखियो यो चाहिँ के लन्डनमा चाइना भएको ओके ए त्यस्तो हो यहाँ तलबाट हामी हिँड्न पनि सक्दछौँ अनि यता हामी बोटिङ पनि गर्न सक्दछौँ कामले गर्दा आएन यहाँ मान्छेको चाहिँ भिड छ सरी हाम्रो चाहिँ अझै पारी अझै पर जानु छ 10 मिनट्स अनि त्यसपछि यो सबै देखिन्छ सेन लुक एट दिस गाइज ओके ओके आज चाहिँ घर गएर यस्तो मजाले निन्द्रा पुग्छ किनभने धेरै हिँड्नु पर्यो अब हामी चाहिँ यो डाँडामा जानु लागेको त्यो हिल्समा साथीहरू चाहिँ उयो छ हामीलाई चाहिँ तिर्खा बढै लाग्यो एकदमै नि पानी खोज्नु गएको लन्डनमा कस्तो यस्तो घर हुनु बित्तिकै टोइलेट र पानी चाहिँ हुँदैन हामीले ल्याउनु त ल्याएको हो तर सक्यो के गर्नु सप क्याफे मात्रै हुन्छ त्यहाँ त सपहरू रहेछ के वाउ एक्सप्लोर गर्ने सुस्मिता पहिले उता हेरौँ न सुरुमा त्यहाँ पाइन्छ कि साह्रो पऱ्यो कोही उयोहरूलाई भनिराख्नु पर्छ तिर्खा लागेको मान्छेलाई दुई के भन्छ तिर्खाएको हरिणहरू म खतरा एकदम दुर्लभ खालको शब्दहरू चयन गर्छु नि सुस्मिता लन्डनमा आएर मेरो इङ्ग्लिस त त्यत्तिकै सुधार भइहाल्छ वा सुधार भइहाल्छ तर के भन्छ नेपाली चाहिँ एकदमै धेरै राम्रो हुने भयो हामी चाहिँ खास गरी सब खोज्दै आएको यतातिर सबै गरेर पाउन्डल्यान्ड हुनु नि बुक्सहरू स्टोर मात्रै छ त के भएको यतातिर लेट्स सी अब यहाँ पनि हामी एक्सप्लोर गर्न लागेको छौँ त्यहाँ त फ्रुट्स मात्रै रहेछ वाउ हुन्छ कि क्या ड्रिङ्क्सहरू फाइनली गाइस हामी सुस्मिता त्यो भोसवाला हाम्रो घरमा भएको होला फाइनली हाम्रो त्यो कति लिटरको उयो मैले उयो गर्ने यो पनि ठिकै हुन्छ यो पनि 1.5 हो जुन लाँदा नि हुन्छ चेरीवाला रहेछ ओरिजिनल कोक उयो म त कोक खान्छु एउटा ठुलो भएर रहेछ कि खोइ क्यानवाला यहाँ छ क्यानवाला इच फेरि 1.25 रहेछ नि त यो कसो छैन फेरि जेरोमा चाहिँ ओरिजिनल टेस्ट यो एउटा यही हो हजुर इच 1.25 यो लगिदिने सबैलाई म भन्छु ल कल गरेँ गाइस बोला फाइनली के भन्छ पानी समुद्रमा माछा त्यो रेड माछा खोजे जत्तिकै भयो स्वर्ग
सुतेर बस्छु क्या एकछिन सुविधा कति दिनको तिर्का हो कति दिनको के बाद अच्छे खाने को मिला भने जस्तो भयो मलाई के हुन्छ यसको फ्लेभर वाटर पनि हुन्छ नि यो ब्रान्डको के भयो लक्ष्मीलाई के भएन हो क्यामेरा ऊ चाहिँ के भयो भन्दाखेरि क्यामेरा चाहिँ किन अरे ल लक्ष्मी म त यसै गर्छु म त टाउको दुख्यो होला भनेको त यतिको साई पर्सन चाहिँ हुनैपर्छ यतिकै छ त्यही भने ओइ गर्नु न ल हजुर उयो क्याम्प त गर्न कस्तो क्रस बनाइरहेछ ओ वाउ फाइनली हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा आइसक्यौँ है यहाँ चाहिँ सबै जोडा यतापट्टि हुन्छ सनसेट कहाँबाट हुन्छ यता डुब्न लाग्छ हेर न पछाडि गाउँ अनि यता चाहिँ के हेर्दैछ सनसेट हेर्न आएको होइन सबै भ्यू हेर्न आएको क्या कस्तो राम्रो छ यो चाहिँ सबै लन्डनमा तपाईँहरूलाई सबै भनिदिन्छु त्यो तिखोवालालाई के भन्छ थाहा छैन म चाहिँ त्यही छेउमा काम गर्छु होइन अनि त्यसपछि उयो टावर चाहिँ मलाई पनि थाहा छैन त्यसपछि त्यसलाई चाहिँ हो अनि त्यहाँ छ नि त्यो के भन्छ रोटेपिङ त्यो रोटेपिङवाला त्यो त सबैलाई थाहा छ नि त्यो रोटेपिङको छेउमा लन्डन आएछ त्यो चाहिँ कता गयो लन्डन आइ नै त्यही हो दामी छ दामी मैले भनेको त्यो वर्थी के सबै रोटेपिङलाई यहाँ लन्डन आइ नै भन्छ भनेको त्यसलाई चाहिँ लन्डन आइ के त्यो सोधेको कहाँ रोटेपिङ एउटा मात्र छ नि यहाँ लन्डनभरिमा झन्डै मैले मेरो भिडियोमा क्याप्चर गरेन अगाडिको त्यो दुईटा आजको हाम्रो ट्रिप चाहिँ पार्कमा यस्तै भयो अनि अब हामी चाहिँ छुट्न लागेको छौँ गाइजहरू जानुभयो ल बाई बाई अनदर ब्लगमा चाहिँ हामी भेट्नेछौँ आजको लागि हामी यति नै हो साथीहरू गयो अब हामी पनि घर जान्छौँ यहाँदेखि एकदम टायर्ड भइसक्यो गएर बक्लक्कै सुत्ने हो अनि अब फेरि अब अर्को ब्लग्समा जाडो लागिसक्यो भनेर बल्ल बल्ल एउटा ब्लग बनाएको अब अर्को ब्लग फेरि पनि हामी अर्को ब्लगको के भन्छ लोकेसन चाहिँ रिचमन्ड पार्क हुन्छ बाई बाई थ्याङ्क्स फर वाचिङ